भाङ राखेको काँक्रा र आलुको अचारसँग लम्नै पऱ्यो क्या साथी मेरो। हरेक दिन खान मन लाग्छ। आज पनि बनाएको थिएँ अनि मैले चाहिँ रेसिपी सेयर गरेँ। आलुलाई चाहिँ यसरी काटेँ, खिरालाई पनि यसरी काटेँ, प्याजलाई लामो लामो काटेर राखिदिएँ। अनि मेन चाहिँ यसमा भाङ र तोरी राख्नुपर्छ कि, तोरी पनि राख्नु भने मिठो हुन्छ। अनि खुर्सानी पनि राखेर मैले चाहिँ भुटेलाई चाहिँ पड्किन गरेर भुटेँ। एउटा भाँडामा राखेर चाहिँ सेलाएपछि चाहिँ यसलाई धुलो बनाएँ। धुलो बनाएको धुलो पनि अचारमा राखिदिएँ। अनि स्वादअनुसारको नुन अनि चुक राखेँ मैले चाहिँ, नेपालले ल्याएको लोकल चुक। तेल गरम गरेर चाहिँ मैले मेथी फुराएँ। मेथी रातो भएपछि चाहिँ हरियो खुर्सानी पनि फुराएँ कि, काँचो चाहिँ मलाई मन पर्दैन, यसरी फुराएको मनपर्छ। यसरी खुर्सानी फुराएपछि चाहिँ मैले यसमा चाहिँ बेसार राखिदिएर चाहिँ अचारमा राखिदिएँ। अब चाहिँ यसको मोल्ने पालो आयो। चम्चाले मोल्छु भनेको चाहिँ मजा मिलेन क्या मजासँग, अनि हातले नै मजासँग मोलेको चाहिँ अब चाहिँ मेरो अचार चाहिँ रेडी भयो। यस्तो मिठो हुन्छ भाङ र तोरी राखेर बनाउनु भयो भने अचार। हजुर पनि ट्राई गर्नु। थ्याङ्क यू।